थैनी हत्तेरीका अब अहिले नि मित बिना त मन त साह्रै अमिलो पो हुँदो रहेछ त। अब मित भनेको मितै हुन्, अब मित बिना त म पुक्लुक्कै मर्छु होला। एकताली मितको याद मेटाउनलाई फोटा हेर्नु पर्यो। ओहो, अब मिजुको फोटा हेरौँ भनेको यो भर्जिन पो निस्क्यो त। यसलाई पनि यहीँ राखौँ, यो पनि मिजु जस्तै साथी चाहिँ हो है मेरो। ल अब चाहिँ मिजुको धित मरुन्जेल फोटा हेर्नुपर्छ है। ल ओहो, मिजु त रिसाउनु भयो कि के हो। ल मिजु, तपाईँ चाहिँ यहाँ बस्दै गर्नुहोस् है, म चाहिँ यसो एक प्याक लगाउँछु। के गर्नु, नलगाइ हुँदैन। तपाईँको याद मेटाउनलाई भयो भने लगाउनै पर्यो। अब मिजु साथमा नहुँदा एउटा फाइदा चाहिँ गजब छ है। अब सँगै हुँदा यही रक्सी हुने दुई भाग लाग्थ्यो, अब न त मिजुलाई लाग्ने न त म नै झ्याप हुने। अब एक्लै खाएपछि त म त पुरै हिलिली। अब मिजु हेरेको हेरे। अहिले सुनकी, तैँले कसलाई हेरेको है? कसलाई हेर्ने, तँलाई हेरेको। अनि मलाई चाहिँ तैँले यस्तो दुश्मनले हेरेर जस्तो किन हेरेको? तपाईँ मेरो दुश्मन त होस् नि, अरूको होस् र। हेर न मङ्गल, यसपालि माइत म कति रमाइलो भयो है। अलि धेरै दिन बस्न भनेको तिमीले नमानेर त हो नि। मलाई पनि धेरै दिन माइतमा बस्न मन थियो नि, तर के गर्नु, बा घरमा एक्लै छन्। अब अर्कोचोटि जाँदाखेरि बालाई पनि सँगै लिएर जाम्ला, अनि धेरै दिन बसौँला नि, हुन्न? भइहाल्छ नि। होइन है दाइ बाउजू, कता हिँडेको? निकै खुसी देख्छु त। कता हिँड्नु नि, माइतबाट फर्केको। ल हेर कस्तो कुरा गरेको कि यसले, हाँस्नलाई पनि साथ नै चाहिन्छ र। बरु दुईजना मात्र हिँडेको सुहाएन के? होइन मङ्गली, यी नानीहरूले के भन्न खोजिरहेका छन् मैले त बुझिनँ त। कस्तो कुरै नबुझे जस्तो गर्नुभयो नि दाजुभाउजूले। बिहे गरेको यत्रो वर्ष भइसक्यो, अब त हाँस समातेर हिँडाउने एउटा बाबु चाहियो नि। भाउजू रिसाएर हो कि लजाएर हो? गइहाल्नु हो? जानु दाइ, तपाईँ पनि जानु। जानु हेर न, हेर यिनीहरूको चटक पनि हेरि नसक्नु छ। डिभोर्स भएर पनि सँगै बसेको त यो पहिलो इतिहास होला। अब यिनीहरू नै सँगै मिलेर बसेछन् भने तिमीलाई के को टाउको दुखाए? ल हेर हेर, यसले नि उसकै गुणगान गाए कि होइन त हाम्रो साथी होइन सिक्या हो। हिँड्छन् सानो सानो कुरामा पनि रिसाइहाल्छन्। हटाउनु, म पनि आउँछु। होइन बाउ घरमा छैनन् कि क्या हो? ढोका लगाएको छ, घर वरिपरि पनि देखिनन्, कहाँ गएछन्? ए बाउ त यहाँ पो रहेछन् त। होइन ए बाउ, किन झोक्राएर बसिरहेछौ? ए मङ्गले त आइस, अनि बुहारी आइन् त? बुहारी पनि आइन्। जाम बाउ भित्र कोठातिर माइतबाट कोसिली ल्याएको छ, भोक पनि लाग्यो होला, जाम भित्रतिर। छैन हो, छैन, मलाई भोक नै लागेको छैन। बरु तिमीहरू हिँड्दै आएको थाक्यो होला, तिमीहरू नै खाऊ जाऊ। किन र बाउ, तिमी त एकदम दुखी देखिन्छौ त। कि हामी दुवैजना लामो समय माइतमा बस्यो भनेर रिसाएका पो हौ कि? होइन छोरा, अब आफ्नै छोरा बुहारी माइत बसे भनेर रिसाउँछु होला त म। अनि तिमीलाई भएको चाहिँ के हो? कि कतै बुहारीले केही भनिन् र? बुहारीले पनि त्यस्तो केही भनेकी छैनन्। बरु सुन्न मङ्गले, तसँग एउटा सल्लाह छ। के सल्लाह हो र? अब यो घर धान्ने तिमीहरू दुईजना छँदैछौ, मेरो मन पनि बेचैन भइरहेछ। सके भने 2-4 पैसा घरतिर पनि पठाइहाल्छु, नसके आफ्नो छाक टारिहालुला।
त्यही भएर म त कालापार जाने सोचमा पो गएँ छोरा। होइन कस्तो कुरा गरेको? हामीले रेखदेख गर्ने समयमा तिमी कालापार जान सौला र? हेर बाउ, तिमी नबोले पनि तिम्रो अनुहारले बोलिरहेको छ। तिमीलाई तिमीसँगै पाइला चाल्ने एउटा जीवन सङ्गिनीको खाँचो छ, त्यो म बुझ्छु। सबै हामीले चाहे जस्तो हुँदैन मङ्गले। एकपटक फुटेको सिसा र टुटेको मन उस्तै हुँदो रहेछ। जति बल गरेर रोक्न चाहे पनि खुसीहरू चुहिहाल्दो रहेछन्। मेरो बारेमा चिन्ता गर्न छोडिदे मङ्गले। हेर बाउ, समयसँगै बदलिन सिक्नुपर्छ। विगत सबैको हुन्छ, वर्तमानमा जे छ त्यसैमा रमाउनु पर्छ। कोही न कोही त भेटेला नि तिमीलाई पनि बुझ्ने, किन चिन्ता लिन्छौ? अहिले आएर पनि के बिहे गर्नु मङ्गले? होइन है पापिनी, कुन मुख लिएर त यो घरमा फर्किस्? मलाई माफ गर रिठु, मलाई विदेश लाग्छ भनेर फसायो त्यो दलालले। पैसाको लोभले मलाई अन्ध बनायो रिठु। म आफ्नै कारणले तहस नहस भयो। मलाई अन्तिम मौका दे रिठु। थुक्क, तँलाई आज माफ दिनुपर्ने। त मेरो लागि त्यही दिन मरिसकिस् जुन दिन तैँले यो घर छोडेर गइस्। तैँले त मलाई बर्बाद पारिस जिउँदो हुँदा हुँदै पनि आफ्ना छोराछोरीलाई टुरो पारिस। आमा, रिठु, म कहाँ जाऊ यो घर छोडेर? मेरो अन्त जाने ठाउँ कहाँ नै छ र? रुया